हेलो नमस्ते सर सबैजनालाई वेलकम टु माई न्यू भ्लग है त। अहो लास्ट ग्यापिङ भइरहेको गाइजहरू यस्तै छ बााउन्सर। अब के गर्नु है, के भयो हाम्रो बााउन्सरले होइन बााउन्सरहरू गनाए गाइजहरू। ल आज चाहिँ अब के विशेषता छ भन्दाखेरि आज चाहिँ हाम्रो साथीको हल्का खुट्टा लिगामेन्ट के क्र्याक रे। आजकल त पहिला त खुट्टा मात्र भाँच्यो भनिदिन्थ्यो, आजकल लिगामेन्ट क्र्याक रे, लिगामेन्ट टियर रे, त्यस्तो नि हुँदो रहेछ। ल अब टक्क लाएर हामी चाहिँ अब साथीभाइ यसो जाउँ, दुःख पर्दा भेटौँ, यसो अनुहार देखाउँ आउँ भनेर चाहिँ अब हामी चाहिँ जान लाग्छौँ निसुको घर। निसुलाई त थाहा छैन। अब टक्क लगाएर सबैजना भेला भएर हामी चाहिँ सरर गइन्छ निसुको घर। बाटोमा के हुन्छ हेर्दै गरौँ ल। चाहिँ गइन्छ है त हाम्रो मेरो प्यारो गाडीमा। कति माया लाग्छ मलाई। माया गर्नुपर्छ है, माया गर्नुपर्छ। ल गाइजहरू अल सेट रेडी टु गो। टक्क लगाएर गर्मी त्यस्तै छ है। अब चाहिँ निस्क्यो हामी। सर कस्तो ब्लर आएको हो गाइजहरू। सरर निस्क्यौँ, सबैजनालाई बटुलौँ अनि निस्क्यौँ है त। ल गाइजहरू हामी चाहिँ सुशीलाई भेटिसकेका छौँ। आफ्टर लङ टाइम सुशी पनि हाम्रो भ्लगमा आइसकेको छ। अब चाहिँ टक्क लगाएर हामी गोल्डन साथीले लिन जाने काम छ है। अब सबलाई बटुल्दै हिँड्ने अनि ट्याक्क त्यसपछि निस्किने है त। सुशी के दुई शब्द नबोल्ने आज? दुई शब्द। नाइस है, नाइस, लभली है, लभली। ल अब बढाउँ है त गन्तव्यतिर। जरु धन्दा भइगएको थियो एक्सिडेन्ट। ल हामी चाहिँ टक्क सबैजना भेटिसकेका छौँ। अनिकेत एन्जिला बाँकी छ। अब आज हाम्रो छोटो मिठो भ्लग। ल अब टक्क अब बिस्तारै अब चाहिँ टक्क हामी टिबेटियन ओइ लौ त समाधान ट्राफिकले चिट काटेर दिएर चिट काट्ने सम्भावना भन न यार सुशी हामी कहाँ जान लाग्यो? दुई शब्द भन। वेलकम टु आवर च्यानल। ल हामी त जान लाग्यो नि त नि। भनिदियो दुई शब्द। अनिकेत के हो त्यो थम्स अप नै त्यतिकै शब्द भन्न पर्यो, शब्द। अनि त्यो भिडियोबाट स्मेल पठाउनु मिल्ने हो। अनिकेतले स्मेल पठाइदिन्थ्यो। अनिकेत मङ्गी बसाएर आएछन्। अनिकेतको यो बाँच्नुपछिको राज के हो? भाइ हामीले राहुलको घर देखाइदिन्छु। एन्जिला के भन त? एन्जिलासँग हिँड्नै झ्या होला नि के रे गोल्डी? एन्जिला हेरे अनिकेत एन्जिला नआउँदा कस्तो भयो? के नि नर्मल नरमाइलो भएको मलाई त यार। साथी हो नि होइन। एन्जिला हेरे फोकस। हामी ल फाइनली एन्जिला आयो। तर लास्ट झ्याउ लाग्यो क्या एन्जिला आएपछि त। किन आएछ यार यो एन्जिला? आराम भयो थियो होला केटाहरूलाई पछाडि दुईजना बस्न है, शीतल भयो थियो होला। अब गाह्रो भयो होला के गर्नु। के भन्नु छ एन्जिला? हे अनि के हो त निसुको त खासै केही नभयो रहेछ त। यति कुरा हेर साथीहरू, मलाई यति कुरा हो कस्तो। अनि कुन हेर्नु नि लिगामेन्ट च्यात्ते गरी लिगामेन्ट टियर हो। अनि के भन्छ अरे के भन्दै थियो मलाई यति कुरा हो यो के भन्छ अरे सुनिता जे एन्ड द ग्रुपले मलाई यति कुरा हो कि मलाई 1 बजे ड्युटीबाट निस्केर आइज भनेर लिटरली 5 बजे उठायो। हामीले कुराको आज के फुटाले पालो नर्सले कुराको हो कि आज समर डोजर लाउँछ भन्थे कति बेला आउने नर्सले कुरा हेर साथीहरू सियो राति गर्छ होला के। बिस्तारै हाम्रो नेपालको बाटो पनि यस्तो डेभलप भइरहेछ। यहाँको बाटो चाहिँ सही छ कि हेर्न सक्नुहुन्छ। टक्क छेउछेउमा साइकल ल्यान्ड। आहा बत्तीहरू त्यस्तै राम्रा। ओ माई गड यस्तो के अरे यस्तो बाटो भएपछि सरर हुन्छ त होइन। फेरि यति यहाँसम्म मात्र होला होइन, ऊ त्यहाँसम्म पुलसम्म छैन। ल बिस्तारै अब नेपालको बाटो यस्तै हुने। मेरो ओइ छिप्केली धन्दा खिच्यो क्या यार।
जानियो त एक ड्राइभिङ सुसी एक ट्राई हान्ने हो ल ल ल ल ल मजा आयो मजा सुनिता थिएन बाटो त टन्नै हिँड्यो त यार गाइजहरू ल फाइनली आइसक्यौँ हामी निसुको घर जस हिजो राति नाइटमा निस्केको अहिले ठ्याक्क पुगिसक्यौँ अहिले यहाँ शीतलमा राख्नु मेरो हल्का भइदियो गाडी त तात्तिन्न गेटै अगाडि बढ्छु म के हुन्न होला नि अहिले यता त छरछिमेकी हुन्छ नि हामी निसाको घर आयौँ एन्जेला तँ निसालाई के भन्थिस् तँ आउँछु भन्थिस् ल ल ल ल ल ल ल अर्को दोस्त अह म त बोलेको होइन यस्तो त के खुवाउने है ल ल ल यो हाम्रो लागि यो गेमको लागि हो ल फाइनली हामी ल ल गोल्डीले हामी लिची र हिजो राति नाइटमा निस्केको बल्ल आइपुग्यो भयङ्कर लामो सफर यहाँ त शीतल हुनुपर्ने लेट्स गो मेरो मम्मीले चार्जर फोन हान्दैछ ए ल ल ए बा गाइज बोल्नु न निसालाई फोन हान्नु त निसालाई बाहिर निस्के भन्नु हिँड्यो त्यो बाटो यार हामी खाइरहेको ओइ अनिकेत फोन हान्नु न हान्नु न ओइ रुक के हो र आन्टी तर्सिनु ल ल ल छिटो छिटो बाहिर आउँदै तिम्रो घर बाहिर अनिकेतले के जास गर्दैछ हेलो निसा तिमी सन्चो भएन नमस्ते आन्टी नमस्ते हजुर बस्न आउने त आउनु हाम्रो यता पल्ल सबै आउनु अब यता के छ निसा आउनु यता उता के ल खुट्टा खुट्टा खोइ ओहो खुट्टा त हाम्रो निसोको खुट्टा भनेर नि सृष्टि पनि आए ओहो भागा नै एकचोटि भागा न फुटपति हिँड्छ हौ हिँड्न एउटा साँच्ची ओ भेट्न आएको मजा भयो नि म त अलिक भिस्रिँदै हिँड्ने भयो समात नि राख्ने होइन 2 हप्ता हो के 2 हप्ता हो त्यही हस्पिटलमा फुकाल्न जाने तिमी जुन काम गरेको त्यही कुराहरू बोकेर आइदिएको छ खोइ कसैले दिँदैन नि त सिधै लडा टेबलमा ल्याएर राख्दैछ समात म दिन्छु ए ल ल ड्राइभिङ जान्छ साथीहरु सिस्टी के त नि हात यस्तो रेचित गएको हुन्छ नि अस्ति नै के त नि अहिले नाचेको नि हो त ल अब धेरै गर्न त सकिएन फेरि त्यही नि भन न खुट्टा भाँचेको टोटल 2000 हुन्छ म पनि क्यास दिन्छु 2000 म त खादिनँ यार कोक त के साह्रो त हो र होइन यो एउटा तिमी खान्छौ खान्न आदि ल्याइदिन्छु होइन तिमी र उसले सँगै खाउन ओए उता जा मेरो खुट्टा साथी खाऊ न यार होइन साथी नखानु खाऊ न इलाजसम्म त के हुन्छ नि आएपछि त्यो बाबुलाई दियो कि मेरो सट्टा ओके बाबु अर्को बाबु अनि अर्को बाबु नाम के हो भन न ल ल मान्छेलाई अरूलाई ल्याइदिएको अनि कहाँ तिमी खानु बसेको छ नि त्यसरी खाना बसेको होइन पस्केको मात्रै हो इग्नोर त खतरा आउँदो रहेछ कि बोल न बाबु हजुर कपडा एक्चुअली समाउनु नि त्यसको बाबु कपडा समाउनु न कपडा ल है भन त मिस्टेकै भन्दैछ नि सुसी तिमी किन यस्तो त्यो सबै मिसाएर अनि एकैचोटि हाल्नु नि अर्को प्लेटमा मास्टर गर्नुभयो तिमीलाई होइन डेन्जर भोक लाग्यो भनेको मलाई अँ म त भोकै आएको के खायो
ए म त किन यस्तो सादा हो भन्छु भनेको त ल है खाऊ कहाँको चटपट रे युनिक के चटपट हाउस ल है थम्बनेल राख्ने यसरी ल है अझै हामी राज चौतारामा चिया खाँदैछौँ के खासै केही नभएको रहेछ अब ठिकै भनेर उस हाल कि तिमीले उस अगाडि साथीले हान्यो चकाप भनेर के देख्यो अनिकेतले के देखे भ्यू हेर क्या यहाँबाट त लभली देखिँदो रहेछ त यहाँबाट सिधै ट्रेन एउटा लानु पर्ने भयो पोखरातिर बेलुका आएको त नि रातै बनाएर नक्कल फेरि भयो होइन कि यो टाँसे थियो कि ओहो ट्याक्क स्वाहा बुट लगायो होला भनेको त अनि बाबु ल अब चाहिँ हामी चाहिँ अब यसो कता जाने भन्दाखेरि बेगनास अनि रूपाताल हेर्ने कुरा छ रूपाताल हेरेर आउँला ल साथीहरू अब चाहिँ हामी निसाको खुट्टा लिएर जाँदैछौँ कहाँ जाँदैछौँ हामी साथी रूपाताल निसालाई लिएर भन्नु कस्तो निसाको खुट्टा हो र निसालाई लिएर सरी घरै आन्टीलाई हामीसँग ट्रस्ट इस्यु रहेछ आन्टी अनि बडी टेन्सन हुन्छ के ओए सनसेट ओपन हाल्न न त्यो यो कि निसाको स्कुल स्मल हेभन एकाडेमी लेख्यो है यो निसाको स्कुल घर जस्तो साथीहरू माथिको आउँदैन साथी मुनिबाट यहाँले मिलाएको हो कि त्यो हुप्प भएर एकैचोटि सुट्टा खोलेर जुई पानी त डर पऱ्यो यार उता त पसिना पऱ्यो नि त एकजना घरभित्र छिराइहाल्छ कस्तो फिल भइरहेको अहिले धेरै पछि घरबाट निस्किँदा रिल्याक्स पसेसन फिल भयो भाइ मलाई त यहाँ गाइजहरू हामी चाहिँ अहिले कहाँ पुगेछ भन्दाखेरि यो हो रूपाताल है अन्डर रेटेड ठाउँ है मान्छेहरू खासै आउँदैन तर आउनु पर्छ बवाल छ नि यार माछा गनेर छ है यहाँ त डेन्जरै होला है माछा है खासै आउँदैनन् होला भ्यू चाहिँ लभली देखेछ है लभली ल हाम्रो निसु त्यत्तिकै हिँडिरहेको छ के अरे खुट्टा खोइ हो खुट्टा त्यस्तै छ अब केही छैन निसुले साइकल लिएर हिँडिदिन्छ होला तर यतिको पनि ढुक्क ओए पानी चाहिँ डेन्जर पऱ्यो त्यहाँ मन पर्दैन तिमीलाई त्यहाँ स्योर डेन्जर कि माछा कि सर्प होला त्यहाँ यो डिस्को हामी जान लागिसकेको छौँ यो तल भर्याङ हाम्रो निसु कसरी जान्छ हामीलाई अहिलेसम्म थाहा छैन निसुको खुट्टा हालत यस्तो छ के गर्ला त निसुले के निसु यो तल झर्न सक्ला किन सक्ला ऊ पारा हेर्दाखेरि एक भर्याङ पनि झर्ला जस्तो लागेको छैन सम्हाल्ने फेरि उत्रै छ सम्हाल्ने मान्छे हेरौ न फेरि निसु यस्तो गर्यो कि योमा च्यापेर यस्तो ल गोल्डन साथी के आउने त बोकम लाग्यो किन टेन्सन ल्याउ र तिमी फेरि त्यो एउटा खुट्टाको अर्को खुट्टा होला एउटा हो बिचारा यस्तो त गर्न नहुनु पर्ने यार साथीहरू भएपछि यस्तो त गर्न नहुनु भएको हो स्टेप जानेछ हो स्टेप त यही हो नि त कडो जानेछ केटीले ल गई हाम्रो डुडे साथी गई साथीहरू म यस्तै बोल्छु प्लिज माइन्ड नगर्नु होला चिसो मस्त रहेछ है यहाँ होइन यहाँ भन्दा यहाँ ठिक होला जस्तो लाग्यो होइन भयो त्यही बस्छ मेरो बिचरा
यस्तो गर्दा गर्दा हामीले ल यस्तो भ्यू छ है खुट्टा यस्तो भए पनि हिँड्नु पर्ने ल है ठाउँ चाहिँ लभली छ है लभली छ कस्तो लाग्यो साथी ठाउँ सही छ अन्डर रेटेड हो राम्रो हो जाम ल यहाँको सफर चाहिँ हाम्रो सकिसक्यो अब आजको भ्लग सायद यति नै होला एकदम लामो त भएन छोटो बिचारा ल बोकाए बिचारा बोकाए ल अब त्यस्तै छ अब के गर्नु त नि अब भइहाल्यो खुट्टा केही छैन अब छिटै सन्चो हुन्छ अनि किन अरू गएको मान्छे फेरि फिर्ता आउने आफै जान्छ नि हुन त केही भएको छैन भन त हुन त केही भएको छैन तै पनि ल जाउँ हिँडौँ ल ओए अहिले त लभली खुल्यो त यार मौसम त यहाँबाट हेर्न सक्नुहुन्छ भ्यू यहाँ चाहिँ खासै रेस्टुरेन्टहरू त्यति साह्रो चाहिँ नरहेछ म यहाँसम्म चाहिँ आएको थिएन है तर ऊ देखिने त्यहाँबाट हो कि भ्यू यो जुन पुल देखेछ भने सर्लक्क त्यहाँबाट चाहिँ बवालै देखिन्छ तिमी गएन है साथी त्यो पुल त्यहाँबाट त अति बवाल देखिन्छ जन्सिना हान्दियो नि साथी ल आयो बाहुबली क्रिस्टल क्लियर हो वा ल गाइजहरु फाइनली घर पुग्यो है त आजको सफर छोटो मिठो भयो साथीलाई भेट्न गयो लिगामेन्ट हल्का के च्यात्तिकै भन्दै थियो अब ल साथी गेट वेल सुन है त साथी अब साथीले भिडियो हेरेछ भने अब त अरू के भन्नु छ र अब भ्लगमा बिस्तारै ल्याउँछु भन्छु त्यस्तै हुँदो रहेछ खोइ के हो ल भेटौँला अब आएछ भने भ्लग हेर्दै गर्नु माया गर्दै गर्नु साथ सपोर्ट गर्दै गर्नुहोस् ल लाग्यो है त